हालिदिनुस् न अहिले त अब शान्तिपूर्णै छ आन्दोलन हैन ठाउँमा चोकमा छ त 3 पैनी बर्गाछी ओके यो चाहिँ विराटनगरको हस्पिटल लाइन रहेछ यसलाई चाहिँ यता चाहिँ हस्पिटल रोड के भन्छ हस्पिटल रोड नै होला हस्पिटल रोड विराटनगर रङ्गेली रोड पनि भन्दो रहेछ यहाँ चाहिँ यस्तो छ सिचुएसन करेन्टली हामी पनि आएको छौँ हामी घरबाट चाहिँ यता 3 जना कस्तो हुन्छ अस्ट्रो ग्यास चाहिँ अघि नै एकताल फ्याँकिसक्यो अरे हवाई फायरिङ पनि भइसकेको भन्नुहुँदैछ दुर्गाचोकमा एउटा टोली 3 पैनीमा एउटा टोली छ त्यो सबै यहाँ ला यसलाई पनि आजको प्रोटेस्टमा चाहिँ हामीले चाहिँ अलिकति चाहिँ यङ जेनेरेसन मात्रै नभएर चाहिँ अलिकति हाम्रो एडल्ट हुन्छ हाम्रो होइन अलिकति बुवा आमा जस्तो एजको पनि हामीले चाहिँ भेट्न सक्छौँ होइन लिटरली आज नगर्ने त कहिले गर्ने भन्ने टाइपको चाहिँ भइरहेको छ होइन सबैतिर ओभर एराउन्ड नेपाल होइन त्यस्तै कन्डिसन भइरहेको छ अब देख्न सक्नुहुन्छ त्यहीँनिर पनि इट्स लिटरली लाइक हुन्छ नि अनबियरेबल क्या यो पेन यो जुन दुःखहरू हुन्छ होइन म त भाउजू चप्पल हातमा बोसुङ्गेर कुदुम कि क्या जस्तो हुन्छ फेरि हामी भाग्यौँ त्यहाँ अगाडिबाट चाहिँ आयो के हानेको यो चाहिँ भाउजू उयो हो अश्रु हो माथि जाने यसको तर यसबाट मात्रै जान मिल्दो रहेछ नि त ठ्याक्कै हामी हस्पिटल चोकमा छौँ एक्ज्याक्टली अहिले चाहिँ बाफरे टायरको अति गनेर छ नेक्स्ट लेभल लगभग योसँग कति 3 चोटि भयो होला हामीमा क्या ओ माई गड मैले चाहिँ फेरि चप्पल लाएर आएको छु कि बन्द छ नि भाग्नै साथ दिइरहेको छैन क्या मास धेरै आदि जस्तो सब छरपस्ट छ वरिपरि होइन कतै पनि लाइक भनौँ न यही एउटा ठाउँमा मात्रै मास चाहिँ छैन लगभग भयभरको सबैतिर छ त्यो हिजोको जस्तो त्यो एक्सपेक्टेसनै छैन क्या केही पनि जहाँ पनि जस्तै भनौँ न एकदम त्यो उथुलपुथुल मचाउने हो हल्ला गर्ने त्यस्तो मात्रै छैन पिसफुल चाहिँ मलाई लागेन पक्कै पनि त्यस्तो छँदै छैन आजको प्रोटेस्ट चाहिँ हिजोकोले गर्दाखेरि चाहिँ मान्छेहरू धेरै नै आकर्षित भइरहेछ धेरै 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 ओभर
अगाडि बढ्दैछौँ हामी। अहिले ढुङ्गा आउँछ टाउको भएर। त्यहाँदेखि पढ्दै पढ्दै आएको है। पुलिस नै छन् अगाडि प्रहरीहरू। ए हो र। अस्रो फ्याँक्या छ अहिले भर्खर पुरा पोल्दैछ हाम्रो चाहिँ सिचुएसन नै। मास्क लाउ न, मास्क खोलेर एउटा मात्रै छ, एउटा हेरौँ न त्यहाँ। ओ माई गॉड कस्तो स्ट्रङ, बाफ रे। It's too much यार। यता पनि आउँदैछ जाउँ। पुलिस आउँदैन हो, यहाँसम्म नभागन हो, नभागन। निषेधित एरिया भन्दा पुलिस यता आउँदैन, नभागन। त्यहीसम्म बस्छ पुलिस। दौड्ने कामै छैन, सबैजना यहाँसम्म ओभर स्ट्रङ छ। निषेधित एरिया भन्दा बढी पुलिस यहाँ बाहिर आउँदैन, नभाग। राम God, यो मास्क छ यार, it's not acceptable क्या अलिकति पनि। यस्तो त गर्नुहुन्थेन हौ। Oh my God। आउनु यतापट्टि जाउँ न। पुरै 10 रुपियाँ कस्तो भइरहेछ हेर्नु त। पुरै छालाहरू पनि पुरा बर्न गरिरहेछ है। ओ गॉड, दिस इज माई फर्स्ट एक्सपिरियन्स क्या। अहिले 26 कति 26 वर्ष 27 वर्ष भइसक्यो होइन। दिस इज द फर्स्ट टाइम क्या। स्किनहरू पनि पुरा असर पार्छ होला नि यसले। माई गॉड। चलाउँदैन हौ कसैले पनि चलाउन त। के भयो होला? ओ सिट। हम दे पैसा दुईटा चाहिन्छ ल। ओ गॉड, के भयो फेरि? ल बचाऊ, अझै लैजाऊ, पानी चाहियो भाइ, अझै लैजाऊ, चाहिन्छ भाइ। यार यदि आम नेपालीसँग यो युथसँग पनि इन्स्ट्रुमेन्ट या त ग्याजेट्सहरू केही भएको भए है, अभियसली दे क्यान डिफिट होल नेसन क्या। यो पोलिटिकल पार्टीहरूदेखि लिएर सबैलाई एकदम हेल्प गरिरहनु भएको छ। यहाँनिर मेडिकल मान्छे पनि हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। दिस इज सो अनेस्ट थिङ टु डु क्या राइट नाउ होइन त।
So nice. People are getting water supply right now, and it's so helpful. पुलिसहरूलाई त लास्ट चाहिँ खत्तम मान्छे रहेछ नि यिनीहरू त अहिले हल्का भएको छ यो जुन अस्ट्रो ग्यास फ्याँकेको छ अहिले भर्खर हल्का भएको छ बट अल्सो पिपल आर गेटिङ सो एग्रेसिभ राइट नाउ जुन कुराहरूले गर्दाखेरि चाहिँ पिपललाई हार्म भइरहेछ नि त होइन अभियसली उनीहरूले आफ्नो कुराहरू जोगाउन सक्छ बट इट्स नट लाइक कि अरूलाई चाहिँ हानि पुऱ्याएर अरूलाई चाहिँ हार्म गरेर चाहिँ यो चाहिँ दिस इज नट एक्सेप्टेबल एट अल के छ दिवस हुने गरी हालेछ नि त उठिसक्नु किन यसो गरिरहेछ क्या बाफ्रे सबै खाना हेर्नु यस्तो पोलियाबाट रातै रातो भइरहेछ साइडबाट दम न दम माथिबाट हानिरहेछौ त्यहाँ माथि हेर्नु न हामी चाहिँ यहाँ अगाडि आइसक्यौँ जाँदैछौँ अहिलेलाई चाहिँ हामी फर्किँदैछौँ भन्दा पनि भयो होइन लिटरली किन भन्दाखेरि चाहिँ अब लाइक अलिकति सिचुएसन एकदमै क्रिटिकल भइसकेको छ होइन इच एन्ड एभ्री कर्नर अफ द वर्ल्ड भन्नाले हाम्रो नेपालको जहाँ पनि जति पनि कुनाहरू छ सबैतिर चाहिँ एकदमै सिचुएसन क्रिटिकल भइसकेको छ आउट अफ कन्ट्रोल होइन जहाँ चाहिँ युवालाई कन्ट्रोल गर्न सकिरहेछ होइन अभियसली होइन र युवा पनि त्यो कन्ट्रोल गर्ने एउटा सिचुएसनमै छैन नि त लिटरली र हामी जस्तै अब सोसियल मिडियाहरूमा चाहिँ देखिरहेको हुन्छौँ लाइक हुन्छ नि इन्टरनेटमा हेरिराख्दाखेरि चाहिँ जस्तो हामी देख्छौँ र लाइभ यहाँनिर आएर बसेर जुन फिल गरिन्छ जुन त्यो मुमेन्टलाई या त जब मान्छेहरू सफर गरिरहेको भनौँ न त्यो अलिकति उनीहरूलाई चाहिँ दुःख भइरहेको देखिन्छ होइन द्याट लिटरली जस्ट हुन्छ नि हामीलाई नै कस्तो कस्तो भएर आउँछ क्या अनि त्यो कुराहरूले चाहिँ हामी आफै पनि पेनमा गुज्रिरहेको हुन्छौँ त्यो बेलामा होइन अब कति कुराहरू क्याप्चर गर्न पाइनँ अभियसली होइन कति सफर गरिरहेको थियो कतिजनाहरू होइन लिटरली वी क्यान नट क्याप्चर इच एन्ड एभ्री मुभमेन्ट होइन तर पनि हामीले विभिन्न प्लेटफर्महरूमा चाहिँ देखिरहेको हुन्छौँ हाउ पिपल आर गेटिङ इम्प्याक्टेड राइट नाउ भनेर र त्योभन्दा अगाडि चाहिँ
हामीले चाहिँ अब जस्तो भनौँ न यदि तपाईँहरू आफ्नो एरियाबाट सक्दो हुनुहुन्छ भने पानी चाहिँ मोस्ट एसेन्सियल रहेछ होइन इफ एनी अफ दि लाइक हुन्छ नि लोकल डिस्ट्रिब्युटर्सहरू हुनसक्छ या त यो एरियाको चाहिँ पानी जसले पनि उत्पादन गर्नुहुन्छ दे क्यान लाइक फ्रिली डिस्ट्रिब्युट दि वाटर सप्लाई है जसमा चाहिँ मिनरल वाटर्सहरू चाहिँ कार्टन ल्याएर ठाउँमा राखिदिनु भयो भने चाहिँ दे क्यान हेल्प लट अफ पिपल टु उनीहरूको थर्स्टहरू मेटाउनलाई चाहिँ हेल्प गर्न सकिन्छ नट द्याट होइन पिपल निड वाटर राइट नाउ है फ्याँकिरहेको छ अहिले त्यो के को भन्नुभयो भाउ प्रदेश सभा हो प्रदेश सभा होइन लगभग यहाँको जुन हाम्रो हस्पिटल लाइनदेखि नजिकै रहेको रहेछ प्रदेश सभा चाहिँ त्यहाँनिर चाहिँ लगभग बोर्डहरू चाहिँ सबैले भनौँ न उनीहरूले चाहिँ तस नस गरिसकेको र भित्र जाने प्रयास चाहिँ भइरहेको र त्यो क्रममा चाहिँ सबै अश्रु ग्यासहरू चाहिँ फ्याँकिरहेछ होइन सो झन् धेरै भइरहेको रहेछ होइन ए मेबी यो दुईवटा ठाउँबाट है एट्याक गरिरहेछ हो बिचमा छ यो चाहिँ अर्को सेकेन्ड पोइन्ट रहेको छ जहाँनिर चाहिँ हस्पिटल लाइनको इन्डिङतिर भयो होइन देवकोटा चोक रहेछ यहाँको नाम चाहिँ देवकोटा चोकबाट पनि भइरहेको छ यसरी लाइक बिचमा चाहिँ हाम्रो प्रदेश सभा भएकोले गर्दाखेरि चाहिँ यता र उताबाट चाहिँ दुईपट्टिबाट चाहिँ हाम्रो सबै जेनेरेसन या त यो पहिलाको युवकहरू सबैजना भनौँ न जतिजना पनि आउनु भएको छ प्रोटेस्टमा सबैजना चाहिँ त्यसरी चाहिँ गरिरहनु भएको छ होइन अब लेट चाहिँ यसको न्युजहरू चाहिँ हामीले सायद घरै बसेर हेर्नुपर्ने हुन्छ होला होइन अश्रु ग्यासहरू पर्खिरहेछ आई क्यान लिटरली हियर अल अफ दोज होइन साउन्ड्सहरू चाहिँ यदि युथसँग त्यतिको ग्याजेट या त त्यो हात हतियार भएको भए चाहिँ नि कसम भनेको क्या सबै जति पनि पोलिटिकल पार्टीहरू बस्ने ठाउँ छ सबै तहस नहस हुन्छ होइन म चाहिँ यति चाहिँ ग्यारेन्टी दिन सक्छु है नट मी होइन लाइक हाम्रो जति पनि हुनुहुन्छ यो जेनेरेसनको मान्छेहरू या त भनौँ बुढेसकालका मान्छेहरू सबैजना भनौँ न हाम्रो सबैजनाको चाहिँ यही धारणा छ कि यदि तिनीहरूलाईसँग जति भएको छ सरसाधनहरू यदि मसँग भएको भए भनेर क्या अनि मैले इभन एउटा उयो पनि देखेको थिएँ क्या टिकटकमा कि कुन ठाउँमा हो आई जस्ट फर्गेट होइन त्यो ठाउँमा चाहिँ लिटरली दे आर कमिङ विथ द जेसिबी के जेसिबीमा यस्तो मान्छे टनाटन भरेर आइरहेको थिएँ कि मलाई चाहिँ कस्तो दामी लाग्यो क्या त्यो उपाय चाहिँ इफ तपाईँहरू कुनै एरियामा चाहिँ भनौँ न जेसिबीहरू हुनुहुन्छ या त जेसिबी कन्ट्र्याक्टर्सहरू या त भनौँ न तपाईँहरू चाहिँ एउटा साउ हुनुहुन्छ भने चाहिँ राइट नाउ चाहिँ अलिकति तपाईँहरूले हेल्प गर्नुभयो भने चाहिँ इट क्यान डु अ लट अफ गुड थिङ्स जस्तो लाग्छ होइन किनभने जेसिबीले चाहिँ कुच्याल्न सक्छ नि त होइन अगाडिको गोली नै हाल्यो नि जे हाल्यो नि फलामको हुन्छ या त्यो त होइन फलाममा भइसकेपछि त गोलीलाई पनि रोक्न सक्छ नि त केहीको लागि त मान्छेलाई गोली नताक्ला उनी ताक्ला जे पनि हुन सक्ला तर यदि स्ट्रङली रेज गर्ने हो भने चाहिँ कस्तो यहाँ चाहिँ एकदम तैनात होला सबै पुलिस हाम्रो दरबारकोहरू